बिस्तारै भइहाल्छ नि भाइ, बिस्तारै हाम्रो राजा आइहाल्नुहुन्छ नि, हतार किन गरेको? मोदीले त नमस्कार गर्छ हाम्रो राजालाई, मोदीले त नेताहरू गयो भने कसैले गर्छ? हाम्रो राजाले त मोदी लिन आउनुहुन्छ, मोदी। सिगडी छैन, सिगडी कसले चोरे दाइ? सिगडी थियो र तपाईँको? डाकाले लुट्यो भाइ, डाकाले लुट्यो, गाडी छोडेर सिगडी लुट्यो त भाइ। अघिसम्म थियो र दाइ? अघि थियो भाइ, थियो। अब म कसरी घर जाने? अब बुढीले के गर्ने हो? कतिको थियो, कतिको? 2 तोलाको थियो भाइ, 2 तोला, 2.5 तोलाको थियो। डाकाले पछाडिबाट लुट्यो भाइ, लुट्यो। राजाले आउनु भएको, सिगरी हराउनु भएछ त अनि? त्यही त भनेको, कत्रो गाह्रो भयो के भाइ, अब के गर्ने? कसरी चोर्थ्यो त, कसरी? अब म पुरै राजा जिन्दाबाद, राजा जिन्दाबाद भनिरहेको थिएँ, पछाडिबाट डाकाले तान्यो। अघि देखाएको थियो, हामीले देखाएको थियो, भनिरहनु भएको थियो अघि। यहाँ थियो नि भाइ, टिलीको टल्की लगाएको थियो नि भाइ। कसरी गायब भयो त अनि? के गर्यो अहिले? के भने भाइ, के गर्ने भयो, तनाव भयो भाइ, तनाव भयो। अब मलाई घरमा बुढीले मार्छ भाइ, अब कसरी घर जाने? सम्पूर्ण मिडियामा स्वागत छ दाइ तपाईँलाई। स्वागत भाइ, स्वागत। नमस्कार भाइ, नमस्कार भाइ। अनि आरामै हुनुहुन्छ? आराम छु भाइ, आराम छु। अनि के सुन भेटाउने के कस्तो छ त तपाईँको अहिले? कहाँ भेटाउनु भाइ, भेटिएन नि भाइ, डाकाले लुटिदिइहाल्यो नि, डाकाले चोरिदिइहाल्यो नि भाइ। है अनि आउने के आश राख्नु भएको छ तपाईँले? खै त्यस्तो त छैन भाइ, अब हरायो नि भाइ। अनि तपाईँ अहिले अनि एक्कासी टिकटक लाइफमा धमाधमा आउनु थाल्नु भयो रहेछ फेरि है? आएको नि भाइ। अनि मलाई चाहिँ यो अब टिकटक के हो भन्ने पनि थाहा थिएन। अनि अब टिकटकमा त्यसरी मान्छेसँग चाहिँ नि बोल्न नि पाइँदो रहेछ, हजुर हजुर, गिफ्ट पनि आउँदो रहेछ, मजा आइरहेछ भाइ। अनि के राजा चाहिँ तपाईँलाई चाहिने नै भएर तपाईँ उठाउनु भएको थियो? राजा त आउनु पर्यो नि भाइ, राजा त आउनु पर्यो नि। राजा नआयो भने त यो देश त डुब्छ नि भाइ। त्यही त तपाईँको बसाइ चाहिँ कहाँ भन्नुभयो अरे? मेरो बसाइ सिटापाइला भाइ, सिटापाइला बस्छु। हजुर हजुर। अनि त्यहाँदेखि चाहिँ नि राजाको आन्दोलनमा गएको, सिगरी चोरिदियो नि भाइ, डाकाले सिगरी चोरिदियो। कसरी चोरेको त्यो अलिकति सुनाउनुहोस् न। त्यो भयो क्या भाइ, म एकछिन अगाडि त तपाईँ उफ्रु भन्नुभएको थियो नि त? उफ्रिरहेको थिएँ, नाचिरहेको थिएँ, नाचगान पनि मजाले गरिरहेको थिएँ। हजुर हजुर। अनि के भयो भने त्यो ग्रुपमा आएर चाहिँ पछाडिबाट तानिदियो क्या भाइ, पछाडिबाट तानिदियो। त्यो भएपछि पछाडिबाट तानिदिएपछि अनि ज्यान बडीको पनि केही नलाग्ने रहेछ क्या भाइ बाबु। हजुर 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 बाबु, हजुर। अनि अरू तपाईँको अब यो सुनको लागि पायो भने के गर्न चाहनुहुन्छ त? पायो भने त बाबु अब चाहिँदैन त म भन्दिनँ बाबु है। अब पाइहाल्यो भने चाहिँ म गरिब दुखीलाई दान गरिदिन्छु बाबु। ओहो है, अब तपाईँ सुनै नलिने? सुन, अब म त्यो सुन पाएँ भने म गरिब दुखीलाई दान गरिदिन्छु बाबु। दान गरिदिनु? कहाँ गएर दान गर्नुहुन्छ त? म दान चाहिँ गरिदिन्छु बाबु। यो मुलाहरूले पनि कस्तो धेरै फेरि यो साउन्ड गरे क्या बाबु, अलिक डिस्टर्ब भयो है बाबु। केही छैन, मिलाउँछ हामी पछि। हुन्छ बाबु, त्यो एडिट गरेर मिलाउनु न बाबु। हुन्छ हुन्छ। अनि टिकटक लाइफमा के कतिको आइरहेको छ त हजुर? अब अलिअलि त टिकटक लाइफमा बाबु मस्तै आइरहेछ बाबु, मस्तै आइरहेछ। अब त्यस्तो हो भने त तपाईँको चाहिँ नि 2.5 तोलाको 5 तोला होइन, दिनमै 3 तोला होला जस्तो छ बाबु। ओहो, बधाई छ दाइ, बधाई छ। के गुमाएर के चाहिँ पाउनु भएको छ? धेरै राम्रो। त्यो मलाई त्यो खिड्दिने भाइ थियो नि, त्यो जुन खिड्यो नि, हजुर हजुर, त्यो भाइलाई चाहिँ म धेरै धन्यवाद भन्न चाहन्छु कि बाबु, धेरै राम्रो गरिदिनु भयो नि उहाँले त। अनि कतिको बिजी हुन थाल्नु भएको छ तपाईँ आजभोलि फेरि? होइन नि बाबु, म त अहिले कुनै पनि अब बिजी छैन। अब रमाइलो भइरहेछ, मान्छेहरूले पनि बाटोमा पनि चिनिरहेछन्, अनि सिगडी हराउने दाइ भन्छन्। हजुर, तपाईँको त फोटो पनि बनिसकेको? फोटो पनि बनिसकेको छ, फिल्म पोस्टरको जस्तो हो बाबु। कसले बनायो त्यो? बाबु खै बाबु कसले बनाइदिनु भएछ बाबु। ल त्यसो भए भन्नुहोस् न त, गणतन्त्र जिन्दाबाद। होइन, ओम नमः शिवाय बाबु, ओम नमः शिवाय बाबु। होइन गणतन्त्र जिन्दाबाद भन्नुपर्छ दाइ तपाईँले आज। ओम नमः शिवाय बाबु, ओम नमः शिवाय। ए तपाईँ पक्का राजावादी चाहिँ देखिँदैछ त। जय शम्भो। तपाईँ ढुङ्गा पनि हान्नु भएको थियो क्या? त्यसो भए त कहाँ बाबु ढुङ्गा हानिनु नि बाबु। म त अनि उहाँ निवेदन लेख्न गएको बाबु है। अनि मैले त उहाँ 2.5 तोला भनिरहेको रहेछु बाबु है। सिगरी त 3.5 तोलाको रहेछ नि त। अनि त्यहाँ अनि दाइको तपाईँको 2 तोलाबाट 2.5 तोला 3.5 तोला हुँदै गयो, बढ्दै कतिसम्म पुग्ने हो दाइ? यो 5 तोलासम्म पुग्ला जस्तो छ बाबु। अब यस्तै हुन्छ बाबु है। अनि बाबु अनि उहाँ त्यो मलाई चाहिँ अब भाइरल मान्छे आयो भन्नुभयो सरहरूले। अनि यसलाई नि ठुन्ट भन्नुभयो, जिस्काएर भनेको। ए प्रहरीहरूले अहिलेसम्म के भन्नुभएको छ सुनको बारेमा? के भयो, भेट्यो यता खबर गर्नुभएको छ तपाईँलाई? त्यस्तो केही पनि भन्नुभएको छैन बाबु। अब खबर गर्छु चाहिँ उहाँले भन्नुभयो।
हजुर अनि त्यही भेटिएला भन्ने आश छैन त्यसो भए त्यो होइन खोइ अब एयरपोर्टबाट चाहिँ नि समाटेको सुनै हराउँछ हाम्रो देशमा बाबु अब मेरो सुन भेटाए पनि मैले पाउँछु पऱ्यो नि थाहा नि बाबु ल दाइले आज एउटा गीत चाहिँ मिठो गाइदिनुहोस् ल दाइ गीत गाउने रे बाबु जस्तो आउँछ त्यस्तै गीत गाइदिनु ल दाइ गीत कस्तो गीत गाउने बाबु तपाईँ राजावादी गीत गाइदिनुहोस् न गीत एउटा गीत गाइदिनु नि त बाबु है मलाई त्यही आउँछ है हुन्छ हुन्छ इन्सपेक्टर किन हुन्छ हजुर हवलदार किन हुन्छ थाहा छैन बाटोमा तलफी किन हुन्छ थाहा छैन बाटोमा तलफी किन हुन्छ च्याप समय चिट काट्यो पैसो टमाटर ल्याउने कार्यालय गएल अनलोड गर्दा भन्छ टिलेल माट्ल आउने 300 को लाइट नबल्दा खेली 500 चिट काट्ने गल्लीमा लुकी लुकी जनतालाई चिट काट्ने अनि ढाँट्ने यही हो बाबु यही हो कस्तो लाग्यो बाबु एकदम राम्रो छ एकदम यस्तै छ गीत विडम्बनाको गीत छ है जय राजाबाजी है यस्तै छ बाबु यस्तै एकदम राम्रो लाग्यो दाइ राम्रो लाग्यो खुसी लाग्यो भेट भएर राम्रै छ बाबु म नराम्रो गाउँदिन बाबु एकदम राम्रो दाइ एकदम एकदम राम्रो छ बाबु राम्रो छ बाबु खुसी लाग्यो धेरै धेरै खुसी लाग्यो बाबु खुसी लाग्यो बाबु एकदम ए बाबु ए बाबु एक्सन बिस्तारै भइहाल्छ नि भाइ बिस्तारै किन हतार गरेको हाम्रो राजा बिस्तारै आइहाल्नुहुन्छ नि मोदीले त नमस्कार गर्छ हाम्रो राजालाई मोदीले त यो नेताहरू गयो भने कसैले गर्छ ल भन्नुहोस् त एक्सन बिस्तारै भइहाल्छ नि भाइ बिस्तारै किन हतार गरेको बिस्तारै आइहाल्नुहुन्छ नि हाम्रो राजा मोदीले त नमस्कार गर्छ हाम्रो राजालाई मोदीले त अहिले हाम्रो यो नेताहरू गयो भने कसैले गर्छ मोदीले त नमस्कार गरेर आउँछ हाम्रो राजालाई लिनलाई नमस्कार गाइज तपाईँहरू अहिलेसम्म यो भिडियो हेरिरहनु भएको छ भने चाहिँ मलाई माया गर्ने मेरो सब्सक्राइबर मेरो एकदम हितैषी मित्रहरू हुनुहुन्छ होइन थाहा छ भिडियोलाई सेयर गरिदिनु लाइक कमेन्ट गरिदिनु होला होइन धेरै पछि भिडियो आएछ च्यानललाई सब्सक्राइब गरिदिनु होला अब म कन्टिन्यू भिडियो हाल्छु एकदम के भन्ने अब धेरै पछि नै आहा होइन अब केटाहरूको माया चाहिँ एकदम भरपुर चाहिएहा अहिले यो सिग्रीहरू दाइभन्दा बढी पीडित चाहिँ मै छु किनभने अब युट्युबबाटै गरी खानुपर्ने मान्छे 1.5 वर्ष भिडियो आएन अनि त्यस्तै छ गाइज अब दुःखको कुरा सुनाए अहिले कमेडी गरेर हँसाएर फेरि दुःखको कुरा सुनाएर रोउनु म चाहन्न मलाई चाहिएको छ तपाईँहरूको साथ होइन सपोर्ट तपाईँहरूको माया तपाईँहरूको साथ सपोर्ट माया बिना सायद जुनसुकै जति नै फेमस कलाकारहरूको पनि अडियन्सको माया भइदिएन भने त हराएर नै जाने हो होइन हामीबाट मात्र केही हुँदैन तपाईँहरूको साथ सपोर्टले नै हामी छौँ होइन तपाईँहरूको मायाले नै हामी छौँ अब धेरै बोलेर फेरि दिमाग कति भुलिनु तपाईँहरूको पनि है दिमाग खराब हुन्छ अर्को कमेडी भिडियोको लागि वेटिङ गरेर बस्नु होला थ्याङ्क यू सो मच अब यो पनि कतै न कतै भिडियो छोटो हो अब 8 मिनटको बनायो भन्छ युट्युबले अनि त्यही भएर जोड्नलाई हो क्या नमस्कार गाइज धन्यवाद